हेलो एभ्रिवान, वेलकम टु अ न्यू भ्लग। सो आज चाहिँ म तपाईँहरूलाई देखाउँछु हामी गुन्द्रुक चाहिँ कसरी बनाउँछ भनेर। कतिजनालाई थाहा छ तर कतिजनालाई चाहिँ थाहा छैन होला, जो चाहिँ बजारतिर बस्नुहुन्छ होइन। यो चाहिँ फर्स्ट प्रोसेस हो। हामी चाहिँ फर्स्टमा चाहिँ सुकाएर चाहिँ अराउन्ड 2 डेजहरू टिपेर सुकाएर चाहिँ अन्त त्यसलाई अलिकति ओइलेपछि चाहिँ त्यहाँदेखि यसरी कुट्नुपर्छ होइन। हल्का कुट्दा पनि हुन्छ, मिहिन पार्दा पनि हुन्छ होइन। मैले चाहिँ यहाँ गर्दै थिएँ। अन्त यो चाहिँ अलिक अगाडिको भ्लग हो, मैले चाहिँ अपलोड गर्नु बिर्सेछु, त्यही भएर तपाईँहरूसँग अहिले सेयर गरेको हो। अन्त सुकाएर पानीमा यसरी तातो पानीमा हाल्दै चिसो पानी पहिला फर्स्ट चिसो पानीले धोएर तातो पानीमा त्यहाँदेखिको फेरि धुनुपर्छ हो। त्यहाँदेखिको त्यसमा हल्का बफाएर तातो बनाएर चाहिँ बट्टामा हालेर राख्नुपर्छ। तपाईँहरूले एकैचोटि ठुलो कन्टेनरमा हालेर राख्दा पनि हुन्छ। अन्त यहाँ मैले चाहिँ सानो यत्रो भइसकेको थियो, सानो खै खुकुरीको बेर खै टाढो गयो त अन्त के दामी देखेको भाइसला चस्मा दामी छ त तिम्रो। नानी चाहिँ यहाँ राम्री भएर आएको अरे हो। सो हाम्रो चाहिँ यो गुन्द्रुक निकालिसकेको थियो। मैले चाहिँ यो राखेरै तपाईँहरूलाई डल्लै टोटल्ली प्रोसेस देखाउँछु भनेर भिडियो गरेको थिएँ नि त हो। यो निक्ल्यो हाम्रो अमिलो दामी भएको थियो होइन। अन्त खानु पनि मिठो हुन्छ। यो चाहिँ नेपालीको फेभरेट डिस हो, तपाईँहरूलाई यादै छ होला। भाउजू र म भएर चाहिँ मसिनो काट्दै थियो हामी मान्छेभन्दा ठुलो खुकुरीले चाहिँ हो। यसलाई 2-3 दिन ओइलाएर चाहिँ खानु सक्नुहुन्छ। सो मन पर्यो भने लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला। बाई बाई।